so sleepy, he made me wake up. हामी चाहिँ ट्रेक जाने टोलीलाई विदाई गर्न आएको है। यो चाहिँ हामी ल राम्रोसँग जा। ल ह्याभ अ सेफ जर्नी। ल ह्याभ अ सेफ ट्रेक। हाल्ने फेरि हाम्रो ल यो ब्लग आउँछ ल गोरेहरूलाई त थम्नेलमै राख्नु पर्ला त ल गाइज अब निस्क्यो हामी बिहानको कति 7 बजे हो ल नमस्ते साथीहरू, आज हामी सुरु गर्दैछौँ एकदमै खास यात्रा जहाँ सहरको कोलाहल बिस्तारै हराउँदै जान्छ र प्रकृतिको काखले हामीलाई अँगाल्छ। काठमाडौँबाट सुरु भएको हाम्रो यो यात्रा आज लान्टाङ उपत्यकातर्फ मोडिँदैछ। झ्याल बाहिर देखिने हरिया डाँडाहरू, घुमाउरा बाटो अनि चिसो हावाको स्पर्श मनलाई शान्त बनाइदिन्छ। यो यात्रा केवल गन्तव्यसम्म पुग्ने कुरा मात्र होइन, यो त आत्मासँग जोडिने बाटो हो। नयाँ मान्छे, नयाँ कथा र प्रत्येक पाइलासँगै नयाँ अनुभूति। लान्टाङ, जहाँ हिमालले स्वागत गर्छ र प्रकृतिले आफ्नै भाषामा कथा सुनाउँछ। That's a sport, guys. यदि तपाईँ पनि भिडबाट टाढा आफैलाई भेट्न चाहनुहुन्छ भने यो यात्रा तपाईँको लागि हो। हामी तयार छौँ ब्याकप्याक बोकेर मुस्कानसँगै लान्टाङ ट्रेकको यो सुन्दर यात्रा। गाइज बल्ल हिमाल स्पोर्ट भयो है। अब बाटो यस्तो छ, अब यहाँ गइरहेको छु, हेरौँ के हुन्छ। बोलाइरह किन बोलाओ। हामी अहिले धुन्चे आएको छौँ। अहिले स्वाद धुन्चे भन्ने त यहाँ छ तर धुन्चे नै हो मलाई पनि त्यस्तो आइडिया भएन। उहाँ माथि पनि छ देखिरहेछ है थोरै। अनि हाम्रो अगाडिको फ्रन्ट भ्यू पनि देखाउँछ, यस्तो रहेको छ। यो चाहिँ गुम्बा रहेछ। यहाँ लेखेको छ, म्याप पनि छ है, चेक पोइन्टहरू कहाँ के छ सबै लेखिएको छ, हेर्न सक्नुहुन्छ। अब मेरो चाहिँ यात्रा अब बल्ल सुरु भयो। स्याप्रा बेसी हो कि स्यापर बेसी यस्तै समथिङ के नाम छ। अब मेरो चाहिँ ट्रेल बल्ल सुरुवात हुँदैछ। अब यहाँबाट अब 3 घन्टा लाग्छ भन्दै थियो, त्यस्तै होला। 5-6 किलोमिटर होला या 10 भनौँ है। 3 घन्टा लाग्छ भनेपछि प्रिपेयर गरेर हिँडिरहेको छु। ठ्याक्क त्यो सस्पेन्सन ब्रिजबाट हामी पटेर अहिले यता आएको छौँ। बाटो त्यस्तै छ, डरलाग्दो नै छ, गाडी पनि चल्दैछ। ट्र्याक्टर राइट। ल्यान्डस्केप त बवाल छ, बवाल। उहाँ झर्ना छ, यहाँ सब पदयात्रामा छन्, सबै घुलमिल गर्छन्। म मात्र अहिले सोलो छु गाइज। मेरो साथीहरू सब हराए, कहाँ छ के छ थाहा छैन।
सबसे अगाडि मै छु कि मेरो साथीहरू छ मलाई केही थाहा छैन। त्यहाँ हाम्रो पोइन्ट त्यहाँ ब्याम्बो कटेज हो कि ब्याम्बो होटेल हो, अब त्यहीँ रहेको छ। अब स्केप यस्तो छ, बवाल छ गाइज, बवाल। बाटोको अवस्था यस्तो छ। अहिले यो ठाउँमा आएको छु म है। त्यो ड्याम बन्दै रहेछ। अब यहाँ त पहिल्यै एउटा चाहिँ ड्याम छ, त्यो भत्केको पनि रहेछ सायद, बाढीले होला। ल्यान्डस्केप गजबको छ। अझै अब माथिको कस्तो दामी होला त्यो सोचेर म अहिले आफ्नो इनर्जी मेन्टेन गर्दै हिँडिरहेको छु। अब उहाँहरू थके मार्दै हुनुहुन्छ। अब यहाँ के छ मलाई पनि थाहा छैन, तर हेरौँ है। पानी वाउ ओए ड्याम बन्दैछ, बवाल गइरहेको रहेछ नि त। यस्तो छ, मान्छेहरू भिड छ आज। अनि म सोलो हिँडिरहेको छु अहिले, सोलो ट्रेक। एउटा झर्ना छ। होइन हो कि नै भनौँ, नेपालको कति ठाउँबाट आउनु भएको छ? ट्रेकिङ एक्सपिरियन्स पनि हुन्छ कहिलेकाहीँ। हो यही हो। अन्नपूर्ण भन्दा त बेटर छ नि त यो होइन। अन्नपूर्णमा उड्ने पनि थिएन। डे 2 ब्याम्बोदेखि हाम्रो लाङटाङ भ्यालीसम्मको। अहिले बिहानको 6 बजेको छ, 6 बजे निस्केको छु है। यहाँ सामानहरू पनि यस्तो दामी। अब यहाँ आउन जान केही साधन यातायात केही चल्दैन, सबै पोर्टल लगाएर सामान लिएर आउने। यस्तो दामी वेल म्यानेज छ कि सबै। बान्नु पऱ्यो हो पुरै यो र यो भाग परेको छ। अहिले रामचेमा आएको छ मान्नु। नपिट्नु हौ, नपिट्नु बिचार। मलाई भन्दा गाह्रो यसलाई रहेछ।
तपाईँलाई यो हजुर लाङटाङ पदमार्गमा हार्दिक स्वागत छ। हजुर यो चाहिँ राजधानीबाट काठमाडौँबाट नजिक रहेको हजुर थोरै पैसाले पुग्ने हिँड्न सजिलो हजुर प्राकृतिक रूपले हराभरा हजुर वेल नोन डेस्टिनेसन फर टुरिज्म यो चाहिँ लाङटाङ रिजन। हजुर र यहाँ चाहिँ मैले पाएको इन्फर्मेसन म 59देखि यहाँ थिएँ, मलाई आइडिया भयो त्यो भूकम्पको बेलामा चाहिँ यो रिज लाइनमा बढी झट्का दौड्यो हजुर र योभन्दा अगाडि गएपछिको चुटीमा हिँडेको मान्छेहरूलाई नै उडाइदियो। ए यसको जुन देखिएको छ मायापट्टि हजुर त्यो त्यसको माथिबाट अपलान झर्दाखेरि लाङटाङ भ्यालीको हजुर ब्यारेक अनि ब्यारेकमा भएको मलाई लाग्छ 11 या 13 जना हजुर सुरक्षाकर्मीहरू, त्यसपछि लाङटाङ भ्यालीमा भएको 50-60 घरहरू र अर्को 200 जना जति इन्क्लुडिङ टुरिस्ट 200 देखि 300 चाहिँ पुरै वाइप आउटै गरिदियो, बगाएर लग्यो। अनि खोलो कहाँ थियो, जमिन कहाँ थियो, पहिलाको स्ट्रक्चर तस नसै भयो, पत्ता लगाउन थाहा भएन, तस नस भयो। अहिले चाहिँ जाग्दैछ नेपाल, उठ्दैछ नेपाल, हामी बनाउँछौँ हाम्रो देश हाम्रो गाउँ भन्ने हिसाबले लाङटाङमा चाहिँ अहिले पुरै रिफर्बिस रिमेन्टेन गरेको यो चाहिँ अहिले बनाएको घरहरू हो। अहिले भर्खर रिकभर हुँदै होला। अहिले भएको घरहरू चाहिँ पुरै रिकन्स्ट्रक्सन भएको। अरू चाहिँ ती सोध्नुपर्छ है। यो देखिने हिमाल चाहिँ यही हो काठमाडौँमा? लाङटाङ री यही हो? लाङटाङ होइन, यो चाहिँ लाङटाङ री। लाङटाङ डिसी हो। अनि काठमाडौँदेखि देख्ने चाहिँ हिमाल चाहिँ कता? यो लाङटाङ चाहिँ अर्को छ, योभन्दा अर्को छ है। म यो चाहिँ के कन्फर्म गरिदिएको छु त, किन भन्छ भनेर होइन। या लाङटाङ ए लिरुङ यो के नाइ लाङटाङ नै रहेछ यो हामीले देखेको चाहिँ यो लाङटाङ लिरुङ त्यो हाइट देख्नु भयो नि, द्याट्स लाङटाङ लिरुङ। काठमाडौँबाट देखिने यही हो होइन होला? यो त होला सायद, अब त्यहाँ सोध्नुपर्छ। लाङटाङ हिमाल भनेर हामीले उदाहरण भन्छौँ, लाङटाङ लिरुङ एन्ड लाङटाङ इज डिफ्रेन्ट। त्यहाँ अर्को देखिएर माथि अनि सुकुटी के को छ? यहाँको नि यहाँको मात्रै हो? यहाँको मात्रै त्यो च्याङ्रा सुकुटी पाउँदैन? छैन नि त। अनि त्यो आलु साँधेको छ नि, हजुर त्यो पनि किन्नु गर्दैन है? अनि तरकारी भनेको आलु साँधेको, आलु उसुनी त्यसलाई साँधेर ल्याउने के मुन्डुभन्दा माथि लाङटाङको काखमा नचिनेका मान्छेहरू आफ्नै बने। हिँड्दै बोल्दै नजिकियौं। खुट्टा थाके, छाला पोल्यो, तर मन भने यात्रामै हरायो। यात्रा यही हो, दुखाइ भित्रको खुसी। लायो भने के हुन्छ, के गर्नु? कहाँ कहाँ जानुभयो त अहिलेसम्म? को मैले मैले यो हिमाल त सबै घुमेर 15-16 हिमालय चढेको मैले त। कुन हिमाल भाइ? कुन हिमाल? यालापिक? यालापिक, गाङछम्बो, यालापिकको त मैले फोटो देखाएको थिएँ त्यहाँ माथि। यालापिक त चढ्न नि पाइन्छ भन्ने सुन्थेँ, के गरेर 20,000 तिर्नुपर्छ नि। 20,000 कति तिर्नुपर्छ होइन केमा? यालापिक चढ्न? होइन यस्तो छ, यालापिक चढ्नलाई 20,000 भन्नलाई नि त्यो पर्मिट त फ्री हो होइन। तपाईँहरू गएको बर्बाद तपाईँहरू आफै जानु सक्छ भने त पैसा लागेन, खानेकुरो मात्रै यिनलाई लाग्यो। तपाईँले होइन हामीले लोकल गाइड चाहियो भने मात्रै त्यो लोकल गाइडलाई मात्रै पैसा लाग्यो कि त्यो लोकल गाइडलाई तपाईँलाई के गर्छ भने खानेकुरादेखि टेन्टदेखि म्याटिसदेखि खानेकुरादेखि सबै त्यसले मान्छेले व्यवस्था गरिदिन्छ कि, त्यही भएर त्यो मान्छेले चाहिँ पैसा लिन्छ कि। नत्र भने त्यस्तै अब मान्छे भयो भने सस्तो पर्यो कति भनेर एकजना त्यस्तै 10-15 हजार त्यस्तै पर्छ। स्वास्थ्य दिन्छ कि नै भन्ने कुरो हो। आमा स्वास्थ्यले त मजाले दिन्छ तपाईँले, तपाईँ चिन्तै नगर्नुहोस्। भ्यू विमानतिर उस पर्छ कि हिउँहरू? हिउँहरू त पर्छ त यहाँ हिउँ नै छ। पर्छ अहिले छैन, अब अहिले त छैन, अहिले छैन, हिउँ त पर्छ। रिवानमा अलिक गाह्रो छ। रिवान चाहिँ भन्छ
गुम्बाबाट कति लाग्छ रिवान रिटर्न रि1मा तपाईँहरू क्यान्जिङ गुम्बाबाट चाहिँ त्यस्तै 1.5 घन्टा टु 2 घन्टा हो अनि त्यो रि1बाट चाहिँ माथि रि2 चाहिँ त्यस्तै 1 घन्टा 1 घन्टा रिटुमा हिउँ त छैन होला सायद छैन कि भ्यू हेर्ने त्यो 360 अनि हिउँको लागि चाहिँ कहाँ हिउँको लागि सिलगढी जानुपर्छ अघि मैले घोडाको चढेको फोटो देखाएँ नि त्यहीँ जानुपर्छ त्यो चाहिँ कति मिटर माथि त्यो अरू 5,000 हो ए 5,000 अरू 5,000 गइदिउँ क्यान्जिन यो जाने भने गुम्बा कति मिटर छ अब कति मिटर छ र क्यान्जिन गुम्बा कति मिटर छ 4,800 क्यान्जिन गुम्बा भने कि यो होटलहरु भएको ठाउँ त्यहाँबाट माथि फेरि होटल छैन होटल भएको ठाउँ नै 4,800 है छ क्यान्जिन गुम्बा 4,800 हो ल सिलगढीको भ्यू यो हो ल सिलगढीकोहरूको चाहिँ ल हामी वर्षै पछि मेला जान्छ ल मेला हुन्छ ल यस्तै हुन्छ क्यान्जिन गुम्बा होटल भएको त 4300 हैन र 4,300 डे 3 हाम्रो मुन्डुदेखि अब क्याङ्जिङ गुम्बासम्मको यात्रा छ। त्यसपछि हामी सिलगढी र सिलगढी 2 चढ्न जाँदैछौँ। लगभग तपाईको 1 घण्टा पदयात्रा गर्न सफल भएको छु र म यहाँ अहिले यस्तो ठाउँमा आइपुगेको छु। कुकुरले लोहाटिरहेछ, कुकुरले दोहोरा होला सायद। कस्तो वफादार कुकुर वफादार हुन्छ भने हो के हो, कस्तो मजाले चरेर उनीहरूको कम्युनिकेसन नै भइरहेछ कि अब। यो नि मेरो साथी भइसकेको छ अहिले, एकदम राम्रो साथी, वफादार छ। अच्छा, हामी सँगसँगै हिँडेको छौँ। यो यात्रामा मेरो साथी अहिले नयाँ जोडिएको छ। अब साथी चाहिँ को भन्नुहुन्छ भने हाम्रो प्यारो मित्र, वफादार एकदम। मलाई सुरक्षित भइरहेछ अहिले, मलाई आफूलाई मनबाट चाहिँ होइन एकदम सुरक्षित भएको मलाई महसुस भइरहेको छ। लाङटाङको बाटोमा नयाँ साथीहरू भेटिए, तर सबैभन्दा निस्वार्थ साथी चारखुट्टे थियो। न बोल्छ न गुनासो गर्छ, तर हरेक पाइला साथ दिन्छ। यात्रामा भेटिएको यो कुकुर
यादमा सधैँ रहने साथी बन्यो। अब यहाँ हेर्न सक्नुहुन्छ एकदमै सुन्दर नजारा छ। खोला, हिमाल, चट्टानहरू पनि छ यता छेउमा, पुरा माथि पनि छ। एकदम बाटो चाहिँ अलिकति व्यवस्थित गर्दै भए खुट्टा दुख्थेन, तर सुन्दरता हेर्नु चाहिँ बबाल मजा छ यहाँ, एकदमै मजा। ल अब म अगाडि बढ्दैछु। यो घुम्नुपर्ने घट्ट चाहिँ हो, तर स्ट्रक्चर पुरै भत्किएको छ। त्यहाँभित्र यहाँनिर चलिरहेको छ। आइज गयो यो त। घोडा हेरिदिउँ न, घोडा हेरेर आएको आइपुग्नु लागिसकेको छ। अब अहिले चाहिँ कहाँ हो हिँड्नु गाह्रो भइरहेको छ। ब्रेकफास्ट गरेर त हिँडे हो। भारी बिसाउँदै तिर्खा मेटाउँदै अलिकति आरामपछि फेरि हिँड्यौं, फेरि अघि बढ्यौं, एउटा सुन्दर नजरको खोजीमा। नयाँ अनौठोपनको हावासँगै बग्दै सुन्दर दृश्यमा रमाउँदै हामी यात्रालाई अझ अगाडि बढायौं। माथि पुगेर हामीले एउटा स्तूपा भेट्यौं, जहाँ स्थानीय बासिन्दाहरू पूजा आरतीमा लीन थिए। त्यही पुग्दा मन आफै हलुका भयो। हात जोड्ने बित्तिकै अकल्पनीय आनन्द मिल्यो। केही शब्द चाहिनन्, शान्ति नै पर्याप्त थियो। अति नै क्रेजी छ बाबा। यहाँ बस्दा चाहिँ कस्तो हो नि, हल्लिन्छ नि त पुल, ट्याक्क मान्छेहरू आउँदाखेरि उता हल्लिन्छ पुल। अनि क्या त्यो हुन्छ नि, त्यो बााउन्स भइरहेको स्वर्गमै उडिरहेको जस्तो फिल भइरहेको छ अहिले। यता पनि हिमाल, उता पनि हिमाल, चारैतिर हिमाल छ। ओके बाई बाई, टेक केयर। यो यात्रामा चाहिँ मैले साथी धेरै बनाएँ, अति नै धेरै बनाएँ। म अब एक्सट्रोभर्ट भएर पनि होला सायद है, तर म त्यस्तो व्यक्ति त थिइनँ। ल हाम्रो यहाँ अहिले 3890 मिटर माथि आएको छौँ। अनि क्याङ्जिङरी 714 मिटर प्लस गर्नुपर्छ ल। अनि शेरकोरी 1095 मा छ मिटर। अनि स्यापुरू चाहिँ 29 किलोमिटर। स्यापुरू झन् टाढा छ। यसमा एड गर्नुपर्ने हुन्छ है, 3890 मिटरमा प्लस यो एड गर्ने, यो एड गर्ने, यो एड गर्ने। अब यति कहाँ जान चाहनुहुन्छ त्यही अनुसार। अब यहाँ माथि हामी यहाँ क्याङ्जिङ
क्याङजेङमा आइसकेको छौँ। क्याङजेङ रिचे होइन क्याङजेङ चाहिँ हो रहेछ। हो यस्तो छ, हावा धेरै नै चलेको छ अति नै। अनि यहाँ बत्तीको पनि व्यवस्था रहेछ है। अनि यस्तो छ यहाँ रहेछ पहिल्यै हाम्रो गाइजहरू अहिले थकै मारिरहेछन्। यहाँ होटेलहरू टन्नै छ टन्नै, बवाल छ बवाल। आज चाहिँ हामी अब यता होटेल याला पिकमा बस्छौँ। गाइज द्याट्स अ भ्यू पोइन्ट है हाम्रो यो माथि बजारको यो भ्यू पोइन्ट अति नै बवाल क्रेजी देख्दो रहेछ। पछाडि हेर्दा त झन् बवाल, अगाडि त छँदैछ। अब भोलि हामी उतै टुप्पोमा जानेछौँ। यसो पत्ता लाग्यो लायो भाल्यो कि पोथियो फेरि फेरि वान्स मोर ल वान्स मोर। क्याङजेङ गुम्बा त आयो, भ्यू पोइन्ट पनि आयौँ। अब हामी रि1 चढ्न जाँदैछौँ। रि2 आज सकिँदैन, रि1 चाहिँ जान्छौँ। साँझ भइसकेको छ र अब घाम पनि लगभग डुब्न लागिसकेको छ। भ्यू अति नै क्रेजी छ, बबाल छ। अब भोलि हामी जान्छौँ उहाँ हो मुन पनि देखिया छ, बबाल छ। भ्यू नै बबाल छ कि यहाँको त्यो सूर्यबाट आएको रे यस्तो दामी देखिरहेको छ। र अब म मेरो साथीहरू खोज्न गइरहेको छु, मेरो असली साथीहरू जुन बाटोमै हराएर मैले नयाँ ग्रुप जोइन गर्नु परेको थियो। यताबाट कता एभरेस्ट भन्थ्यो कि अरे, हामी बसेको थियो यता याला पिक हो, बुक गरिहाल्यो। उनीहरू चाहिँ ढिलो आयो। अहिले चाहिँ अब एभरेस्ट गेस्ट हाउसतिर लागिरहेको छु म। कहाँनिर हो भन्ने कुरा हो। यस्तो छ अहिलेको भ्यू। अहिले कति 6 बज्न लाग्यो, करिब 5 मिनट बाँकी। यस्तो छ। रि1 त्यो भयो, रि2 यसको पछाडि। सूर्यले क्यान्जिनलाई रङ्गीन बनाउँछ र चन्द्रमाले शान्त। दिनले दृश्य दिन्छ, रातले अनुभूति। क्यान्जिन गोम्पा मनमा बस्ने ठाउँ। हामी आइसकेको छौँ। आइसका डल्लोहरू पनि हेर्न सक्नुहुन्छ।
आइस अति धेरै छ यहाँ। एउटा आइस तपाईँलाई पनि देखाउँछु। माइनसमै छ, माइनसमा गएको रहेछ राति। यस्तो भएको छ आइसको हालत, अति नै क्रेजी छ। सबै याकहरू च्याङ्राहरू चलिरहेको छन्। गाइस बवाल अति क्रेजी छ। ट्रेल यस्तो छ, अति नै बवाल छ। यो हुँदै हुँदै डाँडा, उतै हुँदै हुँदै उतै टुप्पा पुगेर फेरि त्यो टुप्पो पुगेर नि उता टुप्पो, लास्ट लामो बाटो। बिस्तारै आफ्नो सास कन्ट्रोल राख्ने, पाइला सारिरहने, सानो होस् तर सारिरहने, अनि आफ्नो इनर्जी पनि बटुल्नु पर्यो, बचाउनु पर्यो। बिहान पुरै आइस थियो यो बग्ने खोलामा त आइसकै हटिन्थ्यो र, तर अति चिसो छ यो पानी। गाह्रो पनि त्यस्तै छ र भ्यू यस्तो छ। हाम्रो साथीहरू पनि हिँडिरहेछन्, आफ्नो शक्ति बचाएर समय लिएर हिँडेछन्। यसरी नै आउने हो। लास्ट भिरालो छ यो। यो हिमाल बल्ल देखियो खुलेर। मान्छेहरू हराएका छन्, अर्कै बाटो गएछन्, भन्नु पऱ्यो। बाटो अति नै क्रेजी छ, हेर्न सक्नुहुन्छ। घाम त्यस्तै रहेछ, हिमाल पछाडि त्यस्तै छ, यता साइड पनि त्यही छ। 360 छ यहाँ। तल हेर्नु झसङ्ग हुन्छ के हेरिदिनु। अब पेन गरिरहेको थियो, त्यही पनि उता चाहिँ रिटु रिवान चाहिँ यो डाँडाको पछाडि छ, रिटु त्यो सबै ढुङ्गाहरू रहेछ, पत्थरहरू। यो पत्थरहरूले तल भ्यालीमा चाहिँ घर बनाएको रहेछन् उनीहरूले भन्दै थिए। अब के हो वास्तविक थाहा होइन, तर दामी छ। बवाल छ बाटो। यहाँ हामीले थोरै मात्रामा हिउँ पनि देख्न सक्छौँ। यो सबै बरफ एकदमै कडा रहेछ है। चिसो के भात सबै देखिन थाल्यो। अब हिउँका सिताहरू लगभग हामी आइपुग्न लागिसक्यो है। अब हामी गए चाहिँ 360 भ्यू देख्छौँ। यो हिमालहरू पनि मजाले देख्छौँ। अहिले जस एल्टिट्युड चाहिँ हामी अलिक माथि नै आएछौँ। अहिले कति छ 47 जति होला है, त्यति माथि आएछौँ। अब माथि पुग्दाखेरि 53 त्यस्तै हुन्छ। अब कति हुन्छ अब त्यहाँ गएर हेरौँ ल। अति नै बवाल छ यार।
ह्याप्पी बर्थडे टु यु कतिको गरौँ दाइ छैन यो त मुद्यो भने त फ्यासै जाने रहेछ मुद्या थिएँ ओइ हलुकै रहेछ त ब्रदर हलुकै रहेछ है हामी कति घन्टामा आइपुग्यो यहाँ माथि 2.5 घन्टामा माथि आइपुग्यो अब जानुपर्ने उहाँ माथि त्यो चाहिँ लाग्छ होला 1.5 घन्टा त्यस 11 बजे पुग्ने हिसाबले पुग्छौँ घाम पनि लागेन अहिले मौसम अलिकति गडबड होला देखिन्छ तर बवाल छ 360 भ्यू देख्छ हिमाल सो गाइज हामी 7 बजे तलबाट निस्केको अहिले हामी 10 बजेको छ करिब है अहिले घाम पनि त्यस्तो लागेको छैन सास फेर्नु पनि अलिकति कठिनाइ चाहिँ भइरहेको छ हिँड्न पनि रमाइलो यसरी खुट्टा डोरी बाँधेर खुट्टा उचाली आएको छु आशा छ मलाई त्यो टुप्पोसम्म पुग्छु भनेर लो थाकेको छु तर यो हेर्न नि मजा नि आइरहेछ त्यो थकै नै मेटिरहेछ थकै अब हिँड्दाखेरि थकै लागिरहेछ रोकेर हेर्दाखेरि थकै मेटिरहेछ बहुत मजा आइरहेछ सो गाइज अझै उता जानु छ अब उहाँ गएपछि म हजुरहरूलाई देखाउँछु कस्तो देख्छ भ्यूहरू अब अहिलेको त यस्तो छ हेर्नु त्यहाँ मान्छेहरू चढिरहेछन् तपाईँले हेर्न सक्नुहुन्छ उहाँ छन् उहाँ पनि छन् पुग्नुपर्ने त्यहाँ हो यतिको पिकमा घोडा पनि देख्न सकिन्छ हामीले चलिरहेको छ अहिले अवस्था बाटोको एकदम नाजुकै छ एकदम गाह्रो त्यो पनि हामी गइरहेछौँ हिउँ आयो फाइनल गाइज यति माथि आएको छौँ उहाँहरू पनि आउँदै हुन्छ ओए त्यहाँ जानु मिल्छ ओए वहाँ जानु मिल्छ फर्किने बाटो उता रहेछ फर्किने बाटो मान्छेहरू हिँडिरहनु यही हो मेन पिक हाम्रो स्यालगढी भन्ने बवाल छ यार यहाँबाट त पुरै तलै छ खै छैन होला झर्ने यतैबाट फाइनली गाइज हामी माथिसम्म आइपुग्यौँ यस्तो वर्थित लागिरह मलाई यहाँ त साथीहरू पनि भेटिया छ नयाँ पानी पनि छैन खानेकुरा पनि छैन हामीसँग हामी यहाँको त्यो भ्यालीबाट उहाँ देखिरहेको रि1 रि2 त्यो स्यालगढी बवाल छ एउटा वर्थित लाग्यो नि त म त वर्थित लाग्यो यस्तो पेन भएर पनि आयो नि कम पेन भएको त बडी खुट्टा बानी यी आएको छौँ
अब एकछिन फोटो खिचिन्छ। एकछिन रमाइलो गरिन्छ अनि त्यसपछि तपाईँहरूलाई ड्रोन भ्यू पनि देखाउँछौँ हामी। फाइनली सिलगढी गएको छौँ। हामी सिलगढी आयौँ। सिलगढीबाट अब तल झर्दैछौँ अर्कै रुटबाट। बवाल छ भ्यू, दामी घाम पनि आइसकेपछि यतिको लिनुपर्छ होइन पर्छ। लेक्चन गरी मेरो साथी लेक्चन गरी यस्तो हिँड्यो कि उसलाई देखेर मेरो हिम्मत आछ मलाई देखेर मलाई तिम्रो देखेर मलाई हिम्मत आइरहेछ हिँड्नलाई। देखेर मलाई कसम नत्र फर्किन्थ्यो बिचबाट फर्किनु पनि भन्नु भएको थियो अनि फेरि अब एक्लै पठाउने कुरा पनि भएन नि त तिमीलाई होइन हो अनि त्यसपछि जाम जहाँसम्म गइन्छ ओइ चिप्लो छ गाइस बाटो अति नै कसम लड्यो लड्यो गाइस आया आम सो टायर्ड तर एकदमै मजा आइरहेछ। यो भ्यू मैले लाइभमा नि पाएको थिइनँ। अब होप अझै अब अर्को ट्रेकमा पाउला। तर अति कडा अति बवाल यो हिउँमा हिँडिरहेको छु म गाइज। अति नै बवाल छ क्या अति नै बवाल सोचेभन्दा बवाल छ। हामी त्यही माथि पिक टाइममा आयौँ। मान्छे छ क्या चारैतिर। ठिक छ त रमाइलो भइरहेछ। मलाई त कस्तो त्यो पेन हुन्छ नि त्यो आफ्नो खुट्टामा भएको पेन अनि त्यो काँधमा ब्याग बोकेको पेन सब रिलिफ भयो यहाँ आएर। अब त जानुपर्छ। भोलि त पानी आउँछ भनेर न्यु के अरे वेदर फोरकास्टमा देखाइरहेको थियो। तर यार मलाई अति मन पर्यो। यो चस्मा खोलेर हेर्दाखेरि त पुरै सेतो पुरै बलेको जस्तो ब्लाइन्ड हेर्न सकेन। साग सब भिज्यो यार। ठिक छ हिँड्यो रमाइलो गऱ्यो। मलाई घाँसमा हिँड्नै मन छैन कि यहाँ घाँसहरू पनि छ है थोरै थोरै। यहाँ हिँड्नै मन छैन। घाँस कति हिँड्नु सधैँ हिँडिरह हो। योपालि हिउँमा हिँड्यो मजाले। आहा मजा आयो मजा। फ्यासोवाला नि हिउँ छ त्यसले चाहिँ एङ्कल जान सक्छ। त्यही भएर अलिक विचार गरेर चाहिँ हिँड्नुपर्छ है। त्यसको एङ्कल चाहिँ जान्छ। एउटाको एङ्कल गएको थियो अघि त्यहाँ एङ्कल गएर बोकेर लगेको थियो। त्यही भएर हिँड्ने बेला उयो पितको पाइताला हुन्छ नि पितको पाइताला त्यसले हिँड्यो भने अलिकति भ्यास होला तर ग्रिप बस्छ कि अनि एङ्कल जाने डर पनि हुँदैन। अनि ओह्रालो झर्ने बेलामा पुरै छड्के भनेर जाने। अनि त्यसरी हिँडेको छु
मैले 4 घन्टामा मैले त्यो माथिको के अरे के थियो केरी छ्याङ्री सङ्ग्री पङ्ग्री के हो केरी म अहिले अलि झुकिया छु तर बबालमा मजा छ झन्डै एङ्कलका त्यही भएर बचेर हिँड्नु सावधान रहनु यस्तोमा एङ्कल गयो भने त गयो सक्यो गाइस यो हिमालको भ्यू अति बबाल छ अब उता गएपछि भेटौँ न उहाँहरू मेरो मित्र प्यारो मित्र सबै यो ट्रेकमा भेटेको मित्रहरू एकदमै फ्रेन्डली छन् एकदमै मिलनसार छन् मलाई आफ्नो साथीहरू छोडेर मैले हुन्छ नि ट्रेकमा पाएको मैले साथीहरूसँग मैले सङ्गत गरेँ कति 2 रात बसेन त हामी त्यो मलाई हिँड्न नसक्नेहरू त कामै रहने रहेछ क्या सर्गोरी हरेक पाइला चुनौती थियो, हरेक सास सङ्घर्ष। तर शिखरमा पुग्दा त्यो यात्राको फल अविश्वसनीय रूपमा मिठो लाग्यो। रोमाञ्चक यात्राले मनभरि खुसी छोडेर गयो। बाटो छैन, हामी सिधै तल झरेछौँ, सिधै तल, बाटै छैन। आँचै छ, पागल हुन लागिसक्यो। हामी मात्र छौँ 2 जना, केही खाएको पनि छैन, डेढ भइसक्यो अब। आज डे 5 है, डे 5 मा चाहिँ पानी परिरहेछ। काठमाडौँको भिड र कोलाहलबाट हिमालको शान्त काखतर्फ सुरु भएको यात्रा यो केवल ट्रेक होइन, आफैसँग भेट्ने बाटो थियो। बाटोमा भेटिए नयाँ अनुहारहरू, हिँड्दै बोल्दै आफ्नै बनेका साथीहरू र नबोली साथ दिने एउटा 4 खुट्टे मित्र पनि। भारी बिसाउँदै, तिर्खा मेटाउँदै, थकानसँग सम्झौता गर्दै हामी अघि बढिरह्यौँ, हरेक मोडमा नयाँ सुन्दरता खोज्दै। स्तूपाको आँगनमा हात जोड्दा मन आफै हलुका बन्यो। क्यान्जिन गोम्पामा दिनले आँखा भर्यो, रातले आत्मा शान्त बनायो। चेरगोरीको कठोर चढाइपछि शिखरमा उभिदा थाहा भयो सङ्घर्षको फल कति मिठो हुन्छ। काठमाडौँदेखि लाङटाङसम्मको यो यात्रा स्मृतिमा मात्र होइन, मनको गहिराईमा सधैँका लागि बसिरहने भयो। पानी अति नै परेछ। हामी केटाहरू एकछिन अहिले रेस्टमा छौँ। अहिले अब यहाँबाट कहाँ स्याब्रोसी पुग्ने विचारमा है, हामी सिधै मुन्डुबाट स्याब्रोसी पुग्दैछौँ। अहिले खाना नि खाएन, अहिले बज्यो होला करिब 10-14 त्यस्तै भयो होला। हाम्रो गाइजहरू यतै छन्।